नमस्ते सबैजनालाई मनोज तामाङ ब्लगमा स्वागत छ सबैजनालाई। यसरी बुचखलीबाट जाने भनेर यता आएको, तर सेक्रेटरीहरूलाई चाहिँ हामीले अन्त्य बढाइदियो। कहाँ घुमेर यताबाट यसरी कुरिरहेको सेक्रेटरी अब केटीहरूलाई चाहिँ अब अथवा फ्यामिलीहरूलाई चाहिँ उता पढाइ, तर त्यसपछि हामी चाहिँ नपढाएपछि त फेरि पछाडि जाँदैछु। सिग्नलमा बसिरहेको छु ट्राफिक लाइटमा। त्यसपछि ठ्याक्क ट्राफिक लाइट खोलेँ, त्यसपछि हिँडेँ पारिपट्टि हिँडेँ। पारि पुगेपछि फेरि यस्तो यता जानु खोजेको यता जाऊ उता जाऊ भन्छ फेरि कालेहरूले। सबै काले अफ्रिकन काले मात्रै रहेछ। फेरि सेक्रेटरी पनि गए, यसरी आए। के गर्नु, मनभरि पीडा भने यसो आज घुमौँ भनेर साथीहरूसँग घुमेको, भतिजाहरूसँग गएँ, पुरा घुमेँ यसरी। बुचखलीको पछाडिपट्टिको दृश्य हो। यसरी आए घुमेर अब आए यता। सिन त राम्रो छ, भवालै छ। त्यो चाहिँ बत्ती छ पछाडि चाहिँ यसरी आए। अनि यतापट्टि आएको बाटै छैन, उता जाऊँ भने घुम्दै आएँ, त्यहीँ पढाउँछ। मान्छे फेरि अलिकति थिएन कि कति मान्छे त अब मान्छे त यति थियो कि आम्मो कसले यो भिडको भिड हेर्दा त कति मान्छे त। अनि यो चाहिँ नाति हो, र नाति भए पनि हामी बच्चैदेखि साथी जस्तै सँगै खेलेर सँगै हुर्केर सँगै जुधेर हुर्केको मान्छेहरू हो। बदी चाहिँ नाति चाहिँ अबुधाबी चाइना मार्केटबाट आएको, यति टाढाबाट भेट्छु भनेर आएको। भेट्यो पनि फाइनल्ली भेटेँ, रमाइलो पनि भयो। घुमेँ, मान्छेहरू साथीहरू कति मान्छे त मान्छेको भिड देख्दा त म त अचम्म लाग्यो। भिडियो गर्दै आएको त्यो सेक्रेटरीले झन्नै ठकिन गरे। यताको चाहिँ जयसाब हो, 32 पछाडि छ। त्यसपछि हामी चाहिँ गाडीबाट फर्केर यसरी फर्केँ गाडीमा। र यो तपाईँहरूले देखेको दृश्य चाहिँ दुबईको मलहरू हो। र यतापट्टि ट्रेन पार्क पनि रहेछ, त्यहाँ नै अलिकति भिडियो गरेँ मैले। त्यसपछि यो दुबईको मलहरू हो।
तर मान्छेको दिमागले चाहिँ मान्नै पर्छ कि यस्तो यस्तो बिल्डिङ कस्तो माइन्ड मेकअप गरेर बनाउला। हाम्रो नेपालको माने यस्तो अब इन्जिनियरहरू अब भनौँ न त्यस्तोहरूले यस्तो माइन्ड मेकअप गर्न सकिने हो भने त हाम्रो नेपाल पनि कहाँबाट कहाँ पुग्थ्यो होला। के चाहिँ थियो र यो देशमा सबै मरुभूमिमा यस्तो चिजहरू बना सबै सजावटी अब रोडहरू त्यस्तै छ घरहरू त्यस्तै। हाम्रो नेपालमा अब अलरेडी प्राकृतिक सुन्दर धनी ठाउँमा चाहिँ केही पनि छैन। अनि त्यसपछि चाहिँ हामी यसरी फोटोहरू खिच्यौँ आफ्नो आफ्नो पोजले। यो चाहिँ ग्रुप फोटो भयो। यो साथी बुर्ज खलिफामा यो साथी भयो। यसरी फोटोहरू खिच्यौँ। त्यसपछि फोटो खिची भ्याएपछि फर्क्यौँ फेरि बर्ड दुबईतिर फर्क्यौँ। यसरी आयो यो नाइट भ्यू। यो चाहिँ रात परिसकेको थियो। यसरी फर्कियो। यस्तो बबल सजावटी लाइटिङ यस्तो। अनि हेर्दै आउँदा भिडियो गर्दै आउँदा यहाँ फेरि माछा देखेँ एउटा माछा गाडी चढाएको छ माछाले। अनि यहाँ फेरि अरबी ऊँट समाएर बसिरहेको रहेछ त्यो पनि भिडियो कैद गर्न पाएँ मैले। अनि त्यसपछि यता आएँ। यो चाहिँ बवाल ठाउँ हाम्रो आसान जस्तै पुरानो पुरानो घरहरूमा सेम हाम्रो यहाँको ठाउँ हेर्दा यहाँको ठाउँ देख्दा चाहिँ ठ्याक्कै यो हाम्रो असमको जस्तै देखियो। पुरानो पुरानो घरहरूमा पसलहरू मान्छेहरू त्यस्तै बाटोहरू पनि मान्छे मात्रै हिँड्ने ठाउँहरू त्यस्तो गाडी साडी हिँड्ने छैन। सेम हाम्रो असमको जस्तै। तर हाम्रो असमतिरको त यस्तो फोहोरहरू हुन्थ्यो यस्तो कस्तो हुन्थ्यो। तर यहाँ त फोहोर भनेको एउटा केही चिज पनि देखेन। यो भिडियो देख्नेले र हेर्नेहरूले सिकाउँ र हाम्रो नेपाल सरकारले पनि यस्तै काम गरोस् भन्न चाहन्छु। र यस्तो हेर्दै आइसक्रिम रहेछ आइसक्रिम खम्की जस्तो नि यस्तो मान्छेभन्दा ठुलो आइसक्रिम रहेछ। यस्तो आयो यस्तो बवाल ठाउँ। अनि तपाईहरूले यो भिडियो हेरेर कस्तो लाग्यो प्रतिक्रिया दिनुहोला कमेन्ट गर्नुहोला र नयाँ हुनुहुन्छ भने सब्सक्राइब पनि गर्न नभुल्नुहोला है त।